फुटबलर हिँड्दैछ है हाम्रो ए भाइ बाटो कता रहेछ बाटो डल्लैसँग हिँड्दैछ नि फुटबलर हिँड्छ हेरौँ न कतिको हिँड्दो रहेछ समात्नुपर्छ नि हेर्नुपर्छ नि अन्त कहाँ सिक्नुपर्छ त फुटबलर भएर झर्दैन हिँड 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 डिस्टर्ब नगर्न न कन्सन्ट्रेट कस्तो गरेर राख्नु छ ओ यस्तो आइडिया छ अन्त हर्डल्स आयो यो चाहिँ हर्डल्स सम्झिने है भाइ फुटबल कोचिङको हर्डल्स अब कसरी चढ्ने यो चाहिँ कसरी चढ्ने भाइ अन्त अन्त 1.5 फिट नाग्दैछ फुटबलर उकालो हिँडेको भाइ यो उकालो हिँडेर आएको है यत्रो उकालो यो मम्मी चाहिँ साह्रो परिसकेको छ ल हाम्रो फुटबलर हिँड्दैछ है ब्याग चाहिँ नआउने है भाइ ल उकालो हिँडेको अन्त है ल अन्त हाम्रो भाइ हेर त एउटा साल पुगेको छैन कस्तो उकालो हिँड्दैछ 80 डिग्री उकालो हिँड्ने भाइ चाहिँ हिँड भाइ हिँड लड्छ पछाडि त हिँड्नै हुँदैन पछाडि हिँड्नु हुँदैन ल जाउँ गले के अब चाहिँ भाइलाई बोक्नुपर्छ हिँड सिधै हिँड ल है कुलै ऊ लड्छ उठ्छ नि हाम्रो भाइ कस्तो एक्टिभ छ हेर्नु ल छुट्टै उठ्छ अन्त फुटबल खेल्दा लड्छ नि त्यसरी अब हिँड्छ गले स्ट्रेट गएको गले चाहिँ हिँड अघि उता रोटी पोले है मम्मी यहाँ चाहिँ अघि त्यो बाटो गएको उता अच्छा उता भाइ ल वेट अब वेट यता बाटो यता गाउँ आइपुग्नु एकछिन है